के तपाईलाई थाहा छ नेपाल सरकारले मानसिक स्वास्थ्यको विषयमा पछिल्लो समय कस्ता खालका गतिविधि गर्दै आइरहेको छ भन्ने कुरा यदि थाहा छैन भने आउनुहोस् हामी तपाईलाई जानकारी गराउनेछौँ। नेपाल सरकारले मानसिक स्वास्थ्यको विषयमा पछिल्लो समय कस्ता खालका कार्यक्रम गरिरहेको छ वा गर्ने तयारी गरिरहेको छ त्यसको बारेमा जानकारी लिएर आएका छौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील सङ्घ संस्थाहरूबीच काममा दोहोरोपना हटाउन तथा सहकारी बढाउन पहल थालेको छ। मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अगाडि बढाएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा पर्न थालेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने पनि बताएका छन्। मानसिक रोगीका संख्या दिन प्रतिदिन बढिरहेका छन्। यो समस्याबाट सबै जनसङ्ख्या प्रभावित हुन सक्ने देखेको छ। उनले भने यसको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौँ। तर यस क्षेत्रमा काम गर्नेले दोहोर्याएर नभई क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ। मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि मन्त्री पौडेलले बताएका छन्। बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्य पुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने गरी अघि बढेको छ। मन्त्री पौडेलले भने उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यबारे जानकारी समावेश गर्ने पनि बताएका छन्। उनले विद्यालय स्वास्थ्य दूत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रम मार्फत बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए। हामी यो समस्या समाधानमा तीनवटै सरकारको सहकार्य गरेर अघि बढ्नेछौँ। उनले भने तब मात्र प्रभावकारी रूपमा मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सकिन्छ। मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजाने बारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए। उनले मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको कार्यक्रममा सहभागी हुन पनि सबैलाई आग्रह गरेका छन्। तपाईले यो भिडियो हेरेर पनि थाहा पाइसक्नु भइसकेको छ नेपाल सरकारले मानसिक स्वास्थ्यको विषयमा कस्ता खालका कार्यक्रम गर्दै आइरहेको छ भन्ने कुरा। हामी मेरो कुरा मार्फत मानसिक स्वास्थ्यका विभिन्न विषयमा छलफल गर्नेछौँ। आगामी दिनमा कस्ता खालका विषयमा छलफल गर्न उपयुक्त रहनेछ तपाईले प्रतिक्रिया दिनुहोला। हामी सोही विषयलाई पनि समावेश गर्ने जमर्को गर्नेछौँ। मानसिक स्वास्थ्यको विषयमा हामी मेरो कुरा मार्फत छलफल गर्नेछौँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। साथै अन्य यस्तै भिडियोको लागि हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला।